हेल्थको विषय नै बनेको छैन क्या अहिलेसम्म पनि, मलाई त्यो लाग्छ होइन। मान्छेले चाहिँ यसलाई हेल्थको रूपमा लिएको छैन, किन जति शारीरिक स्वास्थ्य महत्त्वपूर्ण छ त्योभन्दा बढी चाहिँ मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ बुझ्नु जरुरी छ। र यो यसमा चाहिँ हामीले कतै न कतै चाहिँ हेल्प सिकिङ र सँगसँगै मानसिक स्वास्थ्यसँगको सम्बन्धलाई चाहिँ व्यक्तिहरूसँगको चाहिँ मेथहरू बढी छ क्या। नाटक गरे भनिदिने होइन, यो रोग कहिले निको हुँदैन भन्ने, जस्तै कसैले मेडिसिन्स खाएको थाहा पायो भने चाहिँ यस्तो नखाऊ है मेडिसिन, यो चाहिँ बानी पर्छ भनिदिने, आफै खाएपछि जिन्दगीभरि खानुपर्छ भनिदिने, आफै डक्टर भनिदिने, किन त्यत्रो MBBS MD गर्नु पर्थ्यो होला र होइन, किन यसरी डक्टर्सको सपोर्ट लिनु पर्थ्यो होला र होइन। अनि मैले काउन्सिलिङ गरेको थिएँ नि भन्छन् कतिजनाले, काउन्सिलिङको अर्थ बुझेको छैन। के हो त काउन्सिलिङ भनेको, थेरेपी के हो त बुझेको छैन। काउन्सिलिङ भनेको सजेसन दिने होला, एडभाइस दिने होला भन्ने बुझेका छन् मान्छेहरूले। भनेपछि यी यस्ता यावत मेथहरूले गर्दाखेरि चाहिँ राम्रो खालको सर्भिस डेलिभर हुन सकेको छैन कि आजको दिनसम्म पनि।